सो हाई एभ्रिवान वेलकम ब्याक टु माई क्वाइट लाइफ भिडियोमा चाहिँ हजुरहरूलाई स्वागत छ। अनि आज चाहिँ म गेट रेडी विथ मी भिडियो बनाउनु जाँदैछु। यस्तो छ मेरो स्किन चाहिँ यो चाहिँ प्राइमर हो, सो यो म युज गर्छु। सो म चाहिँ मेरो चाहिँ यहाँ अलिकति डार्क सर्कल्सहरू छ, सो म चाहिँ यो ब्रस इजी लाग्यो नि त। मलाई चाहिँ मेकअपहरू गर्नु चाहिँ एकदम मनपर्छ कि, अनि त्यो भएको भएर चाहिँ म सिक्दैछु आफूले। यो चाहिँ झरिसकेको छ नि त, अनि यो फुटेर अरूहरू छ। यो चाहिँ क्युट सानो चाहिँ बोकेर हिँड्न मिल्ने भएको भएर मैले यो लिएको थिएँ। अनि यो चाहिँ फ्ल्याट लागेको छ। सो म चाहिँ आई मेकअप गर्छु फर्स्टमा चाहिँ सजिलो लाग्छ मलाई, अनि त्यसपछि चाहिँ म अनि फेसको गर्नेछु। यो चाहिँ आइलाइनर हो, यो लगाउँछु। मैले चाहिँ आइलाइनर लगाइसकेँ, अनि यो चाहिँ मेरो फाउन्डेसन हो। मेरो स्किन कलर अनुसारको नै छ फाउन्डेसन चाहिँ। सो म यसलाई चाहिँ बिस्तारै लगाउँछु। सो मस्कारा चाहिँ मेरो म्याब्लिनको छ। सो मेरो मेकअपहरू म सिक्दैछु नि त, त्यो भएर अलिकति मिलेन भने पनि इट्स ओके। नेक्स्ट भिडियोमा चाहिँ म प्र्याक्टिस गर्छु म। चाहिँ मेरो बानी चाहिँ कस्तो छ भने अरूले मलाई मेकअप गरिदिएको चाहिँ मलाई मन पर्दैन कि। सो इट्स गुड टु आफैले सिकेको राम्रो नि त। ल्यासेस चाहिँ म लगाउँदिनँ। मेरो चाहिँ क्युट पाउच मेकअप। It's a blusher, so cute, लिक्विडमा छ नि त, अनि मलाई मनपर्छ। चुप so cute, blusher पनि छ। चुप सो मेरो चाहिँ लिप कम्बो यो छ मेब्लिनको।
सो मेरो गेट रेडी विथ मी भिडियो चाहिँ सकियो। सो मेरो यो रेड ड्रेस कस्तो देखेको छ कमेन्ट गर्नु होला। थ्याङ्क यू।